सबै ठाउँमा गर्नुपर्छ दान गर्दै हुनुहुन्छ कहाँ गर्दै हुनुहुन्छ मन्दिरमा गर्नुहोस् त्यो घिउ त्यो दीपक जलाउँदै हुन्छ क्या आँखाले अब भने महाराजलाई लाग्यो यो सही पात्र आउनु भएको साना साना बटुकामा अब यिनलाई म दान गर्छु मेरो इच्छा चाहिँ भक्तको बसमा हुनुहुन्छ भगवान् हेर्नुहोस् द्वारमा बस्नुभयो दर्शन दिनुहुन्थ्यो तब वैकुण्ठ त सुन्ने भगवान् गएर बस्दैन बलि महाराजको ओके यो हो नि त ओके यो बलि महाराजको द्वारमा हजुरलाई दाजु बनाएर रक्षाबन्धन मान्नु येन बद्धु बलि राजा दान इन्द्र महान तपाईँ जस्तो दानी को हेर्नुहोस् है हजुरले यो रक्षाबन्धन मान्नुहुन्छ नि यसै बाँधेको होइन बलिले जस्तो दान गर्न सकोस् यो हातले भनेर बाँध्यो यो हातले नराम्रो बलि महाराजको शिरतिर पठाउनुहुन्छ वल्ल लक्ष्मीनारायण भगवानको श्री वैकुण्ठ धामको आजको आनन्दको त्यसरी हामी भन्नुहुन्छ भगवानले मत्स्य अवतार धारण गर्नुभयो द्रविड देशका एक राजा थिए सत्यव्रत उनी र अरू सत्यव्रत सँगसँगै अरू 7 ऋषि सप्त ऋषि र सबै अनेक वर्ष शिक्षण लगाएर शुद्धि गरेर पूजा लगाएर शुद्ध गर्नुभयो अब 1 वर्ष सकेपछि शुद्ध हुने आफूलाई जन्म दिने आमा चाहिँ गएपछि 1 वर्ष अशुद्ध बारेको छ घरमा एउटा जीव ल्याएर चाहिँ हुन त के खानुहुन्छ तर तपाईँको सेवा नै धर्म हो आज हाम्रो सङ्गठनको एउटा हाम्रो भण्डारा छ र हामी खटिरहेको छौँ तपाईँ पनि खटिरहनु भएको छ त्यसैले तपाईँलाई भगवान् शिव साथै राधे राधेले तपाईँलाई आशीर्वाद दिनु तपाईँको क्यामेरा सधैँ चलिरहोस् यसरी सङ्गठनमा आएर तपाईँले हेल्प गरिरहनुहोस् राधे 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 भन्नुहोस् यो चाहिँ कता हो भन्नुहोस् न यो चाहिँ खदा हो जसले अब डोनेट गर्दैछ उहाँहरूलाई हामी स्वागत गर्छौँ खदाद्वारा र प्रसाद पनि वितरण हुँदैछ यहीँबाट भोलि नै निकाल्नु मन्दिरभित्र पनि फोटो खिच्दिने एकादशीको प्रत्येक रातमा जागरण द्वादशीको दिन पनि जानु स्नान गर्न यता देख्छ ल्याउने देखे अब अरू पनि ब्राह्मणहरू जल भनिँदैन है राधे राधे भन्नु त चरणामृत पान गर यसको कल्याण हुन्छ गर्छौँ है अनि मरौबाट चाहिँ मैले यो हाम्रो भक्तजनहरूलाई लिएर आएको अघि अनि खुसी लाग्यो हामीले युट्युबमा हेर्दै गर्थ्यौँ हामी राधिका दासलाई हेर्ने एकदमै इच्छा थियो आज हाम्रो अभाग्य भनौँ या हाम्रो उसले भेट्यो है भाग्यले भेट्यो आज हामी राधिका दासको एकदम कथा एकदमै उसको श्रवण गर्नको लागि एकदमै खुसी छौँ र हामीलाई एकदमै उहाँको कथा श्रवण गऱ्यो खुसी लाग्यो हजुरले पनि हाम्रो है यो कथा या हाम्रो मर्मेको कथा सुनेर तपाईँले भिडियो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है
गरिदिनु भयो हरिश्चंद्र राजा जो सुखदेव महाराज समय हरिश्चंद्र राजा ने गुरुजनलाई आफ्नो वचन दिनुहुन्छ अन्तमा भगवानले त्यसरी सत्यवादी उपाधिद्वारा अलङ्कृत गराइदिनुहुन्छ। यसमा सत्यवादी राजा हरिश्चन्द्रको कथा